नमस्ते। फेरि पनि म हाल कुवेतदेखि आज चाहिँ फेरि अर्को एउटा टपिक्समा लिएर आउँदैछु। यहाँ नेपाली जो दिदी बहिनी हो, नेपाली दिदी चेलीबेटी हुनुहुन्छ, उहाँहरू घरबाट भाग्नुहुन्छ र बङ्गालीको साथमा आउनुहुन्छ। त्यस्तै एउटा घटना फेला परेको छ। बङ्गालीले मान्छे भगाउने, नेपाली चेलीबेटी भगाउने, सेक्सुअल हेरेसमेन्ट राख्ने, सेक्स सम्बन्धी सेक्स एउटा भनौँ न सेक्सको पाटोमा जाने उहाँले लडाइँ फकाइ गर्ने, यस्तो काम लगाइदिन्छु उस्तो काम लगाइदिन्छु भन्ने, अनि काम खोज्दै हिँड्ने। तपाईँहरू यहाँ सुत्न आएको कि सुत्न आएको हो कि वेश्या बन्न आएको हो कि पैसा कमाउन आएको हो कि आफ्नो घर परिवार हेर्न आएको थाहै भएन मलाई। यो भिडियो जोसँग सम्बन्धित छ उसैलाई मात्रै, अरू नेपाली चेलीबेटीलाई होइन, माफ गर्नुहोस् यसको लागि। यहाँ 2-3 दिन अगाडि भर्खरैको कुरा हो। बङ्गालीले, स्पेसल बङ्गालीले नेपाली केटीलाई घरबाट भगाएर काम खोज्दै हिँडेको भेटिएको छ। फोटो फेला परेको छ। समय आयो भने सार्वजनिक गरिदिन्छु। यस्तो चिजहरू फेरि मलाई सार्वजनिक गर्न मतलब लाग्दैन। किन तपाईँको इज्जत छैन, तपाईँ बङ्गालीसँग सुत्दिने, नेपाली चेलीबेटी नेपालीहरूको बेइज्जत गर्ने, बङ्गालीसँग सुतेर बङ्गालीसँग सम्बन्ध राख्ने, रिलेसन गर्ने, अनि हामी नेपाली दाजुभाइको बेइज्जत गर्ने, त्यस्तो घटना भेटिएको छ। फोटो हातमा परिसकेको छ। कृपया सुध्रिनुहोस्। तपाईँहरू सुत्नुहोस्, उठ्नुहोस्, जेसुकै गर्नुहोस्। भोलिको दिनमा तपाईँहरूको रेकर्ड हाम्रो हातमा पर्यो भने राम्रो हुँदैन। बङ्गालीले भगाएर ल्याउने, मोज मस्ती गर्ने, चुम्मा चाटी गर्ने, सेक्सुअल सम्बन्ध रिलेसन राख्ने, अनि हामीले तपाईँहरूलाई भेनाजु भनिदिनु पर्ने, ज्वाइँ भनिदिनु पर्ने। हामीले के तपाईँहरूलाई ठेक्का लिएर आएको यस्तो चिजहरूमा? तपाईँहरूलाई हामीले सम्झाउँदै तपाईँहरूलाई यसो नगर भन्दा भने पैसाको प्रलोभनमा आउने, काम खोज्दै हिँड्नुपर्ने। यो घटनाको फोटो मेरो हातमा छ। त्यही भएर तपाईँहरू होसियार रहनुहोस्। तपाईँहरू वेश्यावृत्तिमा नलाग्नुहोस्। आफ्नो घर परिवार, छोराछोरी, बुढाबुढी, आफ्नो बाउआमा हेर्नुहोस्। यहाँ पैसा कमाउन आएको, वेश्या गर्न बन्यो आएको होइन, ओछ्यान सुत्न आएको होइन, बङ्गाली, पाकिस्तानी, हिन्दू जोसुकैको ओछ्यान तताउन आउनु भएको होइन। तपाईँलाई ओछ्यान तताउनु मन छ भने नेपालमा जानुहोस्, ठमेलमा गएर मजाले बिजनेस गर्नुहोस् है त। चित्त बुझ्यो सेयर गर्नुहोस्, चित्त नबुझ्यो बालै छैन।